टोपी खै त पापाको खै टोपी यो ज्याकेट ल्याउँदाखेरि कति रिसेको त्यही ज्याकेट लाउनु पर्ने रहेछ नि आखिरमा मिलेन चाहिँ माम त्यो टाउ के गरेको पापा भित्र मिल्दैन के भित्र छिरा छैन क्या माम निहुरेर बस्नु है फेरि माम त हल्लिनु ट्यालेन्ट पैसा निहुरेर पैसा दिनु नि निहुरेर बस्नु है माम एकछिनै माम माम एकछिन यतिकै बस्नु न आशीर्वाद त दिइराख्नु माम उता जानु अब कहाँ एकछिन पापा माम कस्तो कहिलेकाहीँ टाइम रहनु कहिलेकाहीँ खिचिँदैन खिच्नु माम के हो र एकछिन ढोक्नु माम यहाँ ठपकाएर बस्नु त कति बाहिर पठाइदिएर गएर बसेको नि यो मान्छे पनि उठेर अलिकति सफा गरेर चट्ट बस्ने भन्ने छैन एकछिन बाहिर मा 100 रुपियाँ दिने हो कि क्या हो मा त झन् 1000 रुपियाँ दिन पाउनुपर्छ आजको दिनमा सबैको भागबाट बाबा यता जानु ठिकै देखेको छैन बाबाको फोटोमा डिस्टर्ब भएन मामु र बहिनीको एकचोटि पैसा देखिया होइन भनियो भने जुम गरेर हेर्न पर्छ यस्तो गरेर मिल्ने यस्तो कुरा उल्टो भयो हाँस लाग्छ
देखाडामा किन हाँस्ने? साँच्चीकै वाह एउटाको पाएन। अनि 250 दिन्छ युनिका अब यो उता राखेर यो फोटोग्राफले त 1000 पायो होला सोच्यो होला तर टिका मैले टिका एउटा टिका राख्नु त्यो टिका अलिकति खोलेर यता राखिदिनु मलाई चाहिँ भोग्ला नि चाहिँ के गर्नु? टिका मात्रै प्रकाशमा पर्छ काम गर्ने मान्छे नराख्नु। काम गर्ने मान्छेलाई तलब पनि दिन सक्नु पर्यो दिने नि एक दिनकै सबै किनेर ल्याऊ भन्छ 100 रुपियाँ दिन्छ जस्ता भएको काम हेर्नु त यसरी लगायो भने चाहिँ हुन्छ ल बस आयो त तल फोटो नखिचाऊ नि यो कसरी बाँड्छ नि? खिचेछ एउटा दिदीको फोटो ए मिनु हेलो म चाहिँ अलिकति खै त पापाले मलाई पैसै दिनु भन त माग भिडियोमा चाहिँ अहिले डिस्टर्ब गर्न ओइ त्यो फोटो कहाँ देखिरहेछ? पानी हाल्नु न पर्वल पछाडि कर्म छ कति 10 रुपियाँको रहेछ धाया पनि गर्निन्न आजको दिन त ओइ के राखेको छु दे न मेरो फोटोलाई। ल्याउ मेरो पैसा त्यहाँ हराउँछ ल्याउ तरसबाट दिइहाल्नु त्यस्तै चाहिँ भयो नि भन्नु न युनिकाको नि त पैसा लिएर फेरि दिनु। म त नआइदिउँ न अनि मलाई चाहिँ खोइ त अनि अघि दिएको होइन अनि पहिला पनि 500 दिइसक्यो त पापाले। दुईटा कार्ड पर्छ उसलाई चाहिँ दुईटा मान्छे एउटा अत्याचार भयो अब चाहिँ घोर अत्याचार।